ल गाइज आज चाहिँ रुपाकोट जाने हो। यस्तो भन्दा ट्याबे जस्तो देखिन्छ होला है। रुपाकोट जाने हो आफ्नो गाउँमा भिडचोक भोरले चिसपानी मोरिया। तर त्योभन्दा पहिला म बाइक लिएर आउँछु। बाइक लिएपछि अनि साथी आउँछ। साथीको बाइकमा जाने प्लान छ। हामी चाहिँ ड्युकमा कति बेला आउँछ अनि दुईजना जाने हो गाउँमा। ट्याक्क म त्यहाँ पुगेको सब देखाउँछु। अहिले चाहिँ म पहिला बाइक लिएर आउँछु है। बेचेर अर्को बाइक लिनु मन लाग्यो, पैसा छैन के रोज आते हैं इस उम्मीद पे आज जीतेंगे। 30,000 तिरेर आएको यार यसको के अरे कर 2 वर्षको फाइन सहित माटो नि। अब त वर्षै पछि तिर्नु पर्यो। धोएपछि त राम्रो देखिन्छ, नधुँदा मात्रै नराम्रो रहेछ कि यो बाइक। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। कलर राम्रो हो यसको, कलर राम्रो हो, बवाल छ है। मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। पछाडिको त्यो ओल्ड क्लासिकको ब्याकलाइट ठिक थियो कि यही ठिक छ? यही ठिक छ नि राजु, यसको ओरिजिनल यही हो, त्यही भएर मैले यही हालिदिएको कि। बाइक धोइयो, समीक्षाहरू गइसक्यो। लगाइज बाइक पनि धोइयो। अब साथी आउँदैछ, कुर्दैछु म। कपडा कुन लाउने अब गाउँमा गएर गाउँमा जाने हो। कुन कपडा लाउने कुन नलाउने भने म यहाँ अलिकति खोज तलासमा छु। त्यही भएर कस्तो देखिन्छ कुन लाउने, एउटा दुइटा टिकटक नि बनाउनु पर्यो नि त भन्ने हिसाबले हो। चलो भाइ देखो अब मैं क्या करता हूँ। तर मसँग दुःख लाग्दो कुरो आइफोनै छैन कि। मैले आइफोन किन्नै सकिनँ भनौँ कि के भनौँ, आइफोन किन्नै सकिएन क्या। किन्न सकिन्थ्यो तर त्यस्तो त्यो भाग्यमा नि हुँदो रहेछ कि कहिले काहीँ किन्ने यता उता भन्ने। किन्न सकिएन। प्यान्ट लाएर जाने भन्ने मेरो प्लान हो गाउँमा, तर ट्र्याकै लाएर गयो भने हुन्छ। अब फेरि एउटै प्यान्ट लगायो भन्छन् सधैँ। त्यही भएर म यहाँ निलो जिन्सको प्यान्ट खोज्दैछु। ल म ड्रेस चेन्ज गर्छु, त्यसपछि गाउँतिरको सब क्लिप्सहरू देखाउँछु है तपाईँहरूलाई। लाइक सब्सक्राइब हान्नु नबिर्सिनु नि। आरआरके ब्लग, रुपाकोट राइडर कास्की। माथि कुर्दैछु कि साथी आउँदैछ। कुर्नु पऱ्यो नि त, तलबाट अब चाहिँ निस्किन चाहिँ हलाउँछ। हाम्रो घर गएपछि सानो एकछिन 10 मिनट जति त्यो आइहाल्छ, 5 मिनटमै 5-7 मिनटमा। टक्क गाउँतिर यसो घुमेर आउने भनेर क्या। म फेरि हेरिरहेको के कहाँ होला भनेर। बाबा खतरै दिएको त तँलाई त। फाइनली भेट भयो। जेन त म चलाउँछु, त चलाउँछस् कि म चलाउँछु? चलाइ नि लासामा कहाँ आएको त नि त? हाम्रो घर यही हो कि यहाँ माथि। यहाँ एउटा भित्र यहाँ चाहिँ हमेसा यो दोकान यो दोकान। अब यहाँ चोकको नाम राख्न लाग्यो। मलाई देखाइदिएर कस्तो कति सानो हो। रेकर्ड भइरहा। सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। यो त यस्तै हो कि। कहाँ जाने हो र? खै त नि बुलेट यता भित्र जाने भनेको? बुलेट खै त नि कहाँ त्यसमा जाने हो क्या? किन बता त नि बुलेट जस्तो कहाँ हो नि त। मैले डुब चलाएको
हामी चाहिँ मेरेको डाँडामा छौँ होइन। मेरेको डाँडामा हामी मैले चाहिँ यो डुक 250 चलाएको मजा आउँदो रहेछ है। दामी लाग्यो मलाई चाहिँ, दामी लाग्यो जस्ट डुक 250 चलाउन नि। अनि भिरचक गाउँको चाहिँ डाँडा चाहिँ हेरियो हो, यो यतापट्टि तालबेसीहरू पर्छ। छेलिहाले देखाइदिउँ ल तपाईँलाई। हामी यसो डाँडाको भ्यूहरू सब देखाइदिन्छौँ बेतरी पकडको। हाम्रो गाउँमा झर्ने बाटो चाहिँ यही हो। हाम्रो गाउँको मन्दिर देख्या मन्दिर चाहिँ तल कुल्यान मन्दिर सिमलीमा देखिस् रुखले छेल्यो। यहाँबाट चाहिँ हामी झर्ने पारीको देउराली। हाम्रो गाउँमा बस बिसाउने ट्याक ल है। हामी चाहिँ यहाँ चिसपानीमा आइसक्यौँ। चिसपानी गाउँमा ठ्याक्कै एउटा हिमाल चाहिँ बवाल देखिन्छ क्या। त्यो शाहरुख खानको छ नि, छेउमा जालास् फेरि शाहरुख खान होलास् फेरि। गरौँ भने अलि नमिल्ने के हिमाल हो त्यो थाहा छ? लमजुङतिरको हिमाल हो क्या अरे गोर्खाकोलाई चाहिँ मनासुलु है के भन्छ है, अन्नपूर्ण नै हो। मजा आयो खै होला अन्नपूर्ण माछा पुछ्रे ऊ त्यो यो डाँडा है नि, डाँडा बल देखिन्छ। त्यो त धौलागिरी यतातिर मोरिया माछकोट है, मोरिया माछकोट। हाम्रो यहाँ चिसपानी देवीको मन्दिर छ। यता सिसाघाट चिसपानी गाउँमा टक्क माथि डाँडा जान्छौँ, त्यहाँबाट पनि देखाउँछौँ। ल गाइज हामी चाहिँ चिसपानीको डाँडामा आइसक्यौँ। म चाहिँ यसको राइडर डुक राइडर। यहाँ चाहिँ यस्तो देख्न सक्नुहुन्छ होइन, हाम्रो यहाँ चिसपानीको एकदम पहिलाको लामा बाजेको मूर्ति चाहिँ त्यहाँ छ। उहाँ चाहिँ निधन भएर गइसक्नुभयो धेरै वर्ष अगाडि नै। उहाँ चाहिँ एकदम राम्रो मान्छे हुनुहुन्थ्यो। हामी चाहिँ चिसपानीको यो ठाउँमा चाहिँ थाप्लेको डाँडा भन्छ होइन। यहाँबाट चाहिँ तपाईँले बेगनासताल उहाँ देख्नु भएको होला, रूपताल चाहिँ ठ्याक्कै भिर्चकको डाँडाले छेल्यो क्या, हेऱ्यो डाँडाले छेल्यो नत्र राम्रो देखिन्थ्यो। यतै हेर्नुहुन्छ नि हिमालहरू यस्तो देख्न सकिन्छ। यो चाहिँ हाम्रै गाउँ पर्छ, रूपा गाउँपालिका। हाम्रो रूपा गाउँपालिका पर्छ। यहाँ तल चाहिँ तालबेसी चाहिँ यता पर्छ। यो हिमाल चाहिँ लमजुङको उसमा पर्छ। यो हिमाल चाहिँ हिमाल लस्कारै छ के। माछापुच्छ्रे भनेको यता पर्यो, यो पर्यो होइन सिधा। यो बाघको हेरी बाघको चित्र भएको माछापुच्छ्रे भयो। माछापुच्छ्रे अन्नपूर्ण र धौलागिरी भन्ने 4वटा हिमाल। अनि निलगिरी नि हो कि कुनै के 4वटा जति पर्छ होला कि हिमाल। मलाई नि खासै त्यति थाहा छैन त्यो हिमाल सम्बन्धी। सानोमा पढेको भए चाहिँ थाहा हुन्थ्यो होला के अरे। पढ्ने बेला क्लास बङ्क हान्दै हिँड्यो होइन। हामी चाहिँ यहाँ छौँ। केटा कस्तो लागिरहेको तँलाई? तर आफ्नै गाउँमा आएर नि यत्तिको घुम्न पाउनु है, मजा आइरहेको। यो हेलमेट फुकाल्दै तँलाई निकाल। यो हेलमेटले साह्रै दुःख दियो, हेलमेटले चाहिँ साह्रै दुःख दियो ट्याक्क। अब यहाँ हामीले हेर्न सक्छौँ होइन। यहाँ चाहिँ फोहोर नगर्नु पर्ने हो, कोही आएर फोहोर गरिसकेछन्। यहाँ चाहिँ यस्तो भगवान्को मन्दिर छ यहाँनिर। स्याहार्नु पर्ने छोरा भगवान् स्याहार्नु पर्ने छोरा। यहाँनिर चाहिँ मन्दिर छ। यहाँनिर चाहिँ लामा बाजेको ऊ बनाएको त्यहाँ यहीँ हो क्या मूर्ति।
के भन्छ यस्तो स्तूपा जस्तो क्या चाहिँ विभिन्न भगवानहरूको मूर्ति देख्न सक्छौँ। घुम्न एकदम दामी नेचुरल ठाउँ छ क्या यहाँ। यो त मोरिया गाउँ तल ऊ माथि माचकोट गाउँ है हो त्यो हो यो चाहिँ माचकोट गाउँ यो चाहिँ मोहरिया गाउँ है यस्तो छ। यहाँबाट रमाइलो छ बस्नको लागि यहाँ एकदम उपयुक्त ठाउँ छ क्या चिल आनन्द रमाइलो। यहाँबाट करायो भने नि सबले सुन्छ न ल यार ऊ तल सुन्छ न होला है कराउ है पाल त कराएर सुनिन्थ्यो आजकल चाहिँ सुनिन्न कि हो। झोला ल्याइजे हामी त यता झोला म्युजिक छ म्युजिक सुन्ने एकछिन भेज कुरकुरे खाने मन फ्रेस गर्ने त्यसपछि हामी लाग्छौँ होइन तलतिर। केटा कस्तो लागिरहेको तँलाई त यहाँ आइथिस् पहिला आफैले जन्मेको ठाउँमा आउँदा अनि कस्तो लागिरहेछ भन्ने क्यान्डी लाइट गऱ्यो के ल ल ल अब भन् त आफै जन्मेको ठाउँमा आउँदा त अब कस्तो लागिरहेछ भन्ने सोध्ने तैँले सोधिस् मैले के भनौँ कैसे कैसे लोग रहते हैं यार यहाँ पर। नोट्स हो यार शब्दै छैन क्या शब्दै छैन कि हामी के शब्द भन्ने होला हेर त गाइस हाम्रो यो गाउँ अहिले यही गाउँ खाली छ हेर 15 वर्षपछि आएको म त त्यही मान्छे 15 वर्षपछि तैँले के चेन्ज पाइस् गाउँमा धेरै चेन्ज यो बाटै थिएन यही थिएन आज यहीँ आएर उभिनु पाउँदा खुसी लाग्छ होइन के गर्ने त्यही भएर कहिले कहिले त रुनु मन पनि लाग्छ ब्ल्याङ्केटभित्र बसेर गाइस भन्दै अहिलेलाई यति नै दालहरू खतरा है टिकटक नि बनाउनु पर्यो एउटा त दामी है ल गाइस अहिले एकछिन ब्रेक लिउँ। टक्क राइडर चाहिँ म यो अब यसले चाहिँ उता चलाउँछ हाइवेमा त मैले पनि चलाउँछु फेरि हाइवे भनेको त उयो यो राइडर चाहिँ म यो चाहिँ पेसेन्जर हो भाइयों ये सैंटी बातें बनने ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ नाच्न नाच झम्के न फुली तातेको छ है हो त फेरि भोलि पर्सि विदेश गएर नि नाच्छु भने त पाउनु न आफ्नो गाउँमा यो फेरि उहाँ सर्बिया जाँदैछ क्या भाउजू सर्बिया जानु होइन सर्बिया चाहिँ यो जाँदैछ यो अब जानी बेला भयो त्यही भएर यो मेरो टाइम स्पेन्ड हामी बच्चाको साथी भएर एकदम टाइम स्पेन्ड गरेको हो। सोलर गाई चाहिँ हामी चिसपानीबाट फर्किन्छ रूपाकोटबाट ट्याक्क अब हामी चाहिँ यस्तो छ स्टार्ट गर्नु के छ भने स्टार्ट त हमेसा गरेर भयो भने ल गाइस हामी अब साथीको भ्लग हो यो चाहिँ फेरि अब उसले फेरि उसको भ्लग भएपछि उही पनि मात्रै बोल्ने भन्ने छैन ए त्यहाँ पुसअप गर्ने रहेछ नि त त्यहाँ हान्न पर्ने भने तैँले हान्न त्यहाँ हिजो होइन अस्ति हो हिजो त रेस्ट गरेको त नि ल गाइस हामी 2 घन्टाको रेस्ट पछि हामी निस्किन लाग्यो अब यहाँबाट तल झरिन्छ तल फेरि साथी फेरि आउँदैछ फेरि उताबाट साथी उताबाट आउँदैछ ल गुड छ
अनि साथी उताबाट आउँदैछ, साथी उताबाट आएपछि अनि हामी चाहिँ हामी यस्तोले त सुहाउने नि यही हो नि भनेको कि मैले यसलाई भनेको अस्ति नै भनेको केटिएम निकाल्न त भनेको यसले बुलेट निकालेको फेरि त्यही भएर गाइज अलिकति ठिकै छ तर केही छैन ल हामी गएको है गाइज भनिसकेँ मैले ल है गाइज भनेर भनिस् के भनिसकेँ यो त अनि कहाँ नि सेतो रहेछ सेतो घोडा हो कि यो त क्रस फायर त राजा हो नि उता क्रस फायर त अफ रोडको लागि डेन्जर बलमा लाग्ने हामी झरिसकियो अनि माथि ठ्याक्क डाँडा पुग्यो अनि झऱ्यो चस्मा लाएर हान्ने केटी हान्ने ओ लो गाउँमा पुगेर आइदिने तल देखाइदिएन त भिड्छकमी आएको कस्तो बल देखिन्छ
फालुमन्जाङ चोक भन्ने यो हो, फालुमन्जाङ चोक यो। अनि यहाँ आउनुहोस्, ट्याक्क चिल मनाउनुहोस्। अनि हिमाल यस्तो यहाँ छ राउन्डिङ है, ट्याक्क मजा छ। साथी यहाँ छ ल हेर्नु है हाम्रो गाउँ रूपाकोट भोरले। तेरो भोइस निकाल्नु, तेरो भोइस र मेरो एउटै त हो नि। रूपाकोट भोरले हाम्रो गाउँ है, भोरले गाउँ टक्क। हामी चाहिँ भन्ज्याङमा छौँ है ट्याक्क। ल है गाइस, रूपाकोटबाट ठ्याक्क तल झरेपछिको यो सिन हो, हेर्नुहोस्। ओ वाउ, ये बड़ी अच्छी बात कही आप। वाउ नभन्ने मान्छे नै छैन कि यो भिडियो हेरेपछि गाइस। ल है गाइस, वाउ अद्भुत अद्भुत।